हेलो नमस्ते सम्पूर्ण दर्शक श्रोताहरुमा यो चाहिँ रहेको छ मकाउ ब्रोकन चर्च भन्छ यसलाई। यहाँ टुरिस्टहरुको भिड लाग्छ केही समयपछि। अहिले त बिहानै भएको भएर खासै छैन, तर यहाँ चाहिँ विभिन्न देशका मानिसहरु अवलोकन गर्न आउनुहुन्छ। मैले पनि यसै भिडियोमा यो चाहिँ यहाँको प्रख्यात ठाउँ मानिन्छ ब्रोकन चर्च। लगभग यहाँबाट माथि अझै माथि गएपछि धेरै बजारहरू यहाँको सिटीहरू देखिन्छ। ल हेर्नुस्, यहाँ माथिबाट देखिने यो अवलोकन यो हो यहाँको सबभन्दा मकाउको सबभन्दा ठुलो क्यासिनो ग्रान्ड लिस्बा भन्छ यसलाई। अब म यहाँबाट मास्तिर जाँदैछु। उकालोबाट पहाडमा चढ्ने ठाउँ हो, माथि म्युजियमहरू छ। त्यहाँबाट लगभग सबै ठाउँ देख्न सकिन्छ। म तपाईहरुलाई देखाउने छु, हेर्नु होला। मान्छेहरुको भिडभाड छ। अहिले त केही छैन, यो बिहानै भएर अहिले एकछिनमा तपाईको यसरी यहाँ चाहिँ खुट्टा हाल्ने ठाउँ पनि हुँदैन, त्यति भिड हुन्छ। गाउँघर जस्तो वनपाखा ठ्याक्कै चाहिँ चिसो हावा, यति रमाइलो छ। रमणीय ठाउँ, सबै आफ्नो आफ्नो व्यस्तमा छन्। यो यसरी माथि गइन्छ सिडीबाट। गाउँघरको झल्को मेटाउने ठाउँ छ, के गर्ने। आफ्नो त यस्तै छ हजुर। आफू ड्युटी जाने बाटो यही हो, त्यही भएर यही बाटो यसो खेद्दै हिँडेको। ड्युटी जाने बेलामा के गर्ने, कहिलेकाहीँ यसरी सिडी चढ्यो, सर्र माथि गयो। हेर्नुस्, गाउँघरमा धान बोक्दाखेरि यस्तै उकालो हिँड्थ्यो। हजुरहरूलाई म माथि गएर पुरै सिटीहरू देखाउँछु, हेर्नु होला। कोइराला कान्छो यसो नयाँ ठाउँ देख्यो कि भिडियो बनाइहाल्छ के फेरि। यस्तो छ यो, के भन्छ, यात्रा प्रेमी हो के म। यात्रा प्रेमी, लोकगीत प्रेमीको साथमा यात्रा प्रेमी। नयाँ ठाउँ हेर्न रुचाउने, अवलोकन गर्न रुचाउने यस्तो खाले मान्छे परे। हेर्नुस्, ल हेर्नुस् कति, आहा, यस्तो लाग्छ पुरा स्वर्गै आए जस्तो यो ठाउँ देखेर। हेर्नुस्, यो माथि म्युजियम छ। तपाईहरुलाई म त्यहाँदेखि एउटा अवलोकन गरेर भिडियो पोस्ट गर्छु, यसो हेर्नु होला। यो दुखीको भिडियो पनि यसो हेर्दिनी, लाइक सब्स्क्राइब गर्दिनी गर्नु होला। तपाईहरुको एउटा ट्यास पारेपछि मेरो च्यानल अलि माथि जान्छ, त्यति चाहिँ गरिदिनु होला। ल यो म्युजियम जाने बाटो हो।
माथि फेरि धेरै भिडियो खिच्न पाइन्न, देख्यो भने मार्छ, फेरि लुकी लुकी गर्नुपर्छ। अरे अब जङ्गलको बिचमा हिँड्दा हिँड्दै यहाँ टाउकामा चराले हगिदियो यार, छ्या। एकछिन है त। ल यो म्युजियम द मकाउ हो। यहाँ चाहिँ धेरै भिडियो गर्न पाइँदैन, उताबाट देख्यो भने फेरि समाइहाल्छ। हेर्नुहोस्, यस्तो छड्के छड्के लुकेर गर्नुपर्छ, अगाडिबाट भिडियो गर्न दिँदैन। यस्तो क्यामेरा ठडायो कि नट अलाउड भनेर थर्काइहाल्छ। उताबाट हेरेछन् सबैले। एकछिन म बन्द गरेर हजुरको छेउमा जान्छु, यहाँ हेरिरह। ल हेर्नुहोस्, मकाउ यो हो क्यासिनो, पोन्टी 16 सोफिटेल भन्ने क्यासिनो हो यो। अनि हजुरको ल हेर्नुहोस्, यही हो मकाउ, कस्तो छ। हो त निलो, यो देख्नुभयो, यो निलो हो। यसको तल साइडमा छ मैले काम गर्ने रेस्टुरेन्ट, यसैको तलपट्टि छ सानो रेस्टुरेन्ट छ, म त्यसैमा काम गर्छु। म अब ड्युटी हिँड्दै गर्दाखेरि यसो उतारेको भिडियो हो, एका बिहानै। ल मलाई ढिला भयो, अब जान लागेँ। ल हेर्नुहोस्, यही हो। हस् त, फेरि अर्को भिडियोमा भेटौँला।